भनिन्छ कि सत्य त युद्धको पहिलो शिकार हो। तर हाम्रो कथामा पहिलो शिकार त मानवता आफै थियो। मैले इतिहासलाई मेरो आँखा अगाडि जलेको देखेँ। मैले यस्तो बदला देखेँ जुन क्रूर, काल्पनिक र अविश्वसनीय थियो। मानिसहरूले जुन विनाश बाहिर निकालेका थिए त्यसप्रति एउटा खाली आकर्षण, एउटा असहाय विस्मय बाहेक अरू केही थिएन। एक पलको लागि त्यो पुरानो सत्ता जलिरहेको देख्दा मेरो लागि एक प्रकारको दोषी आनन्द जस्तो महसुस भयो। यो कथा हो एउटा अत्याचारी सरकार विरुद्ध एउटा रोक्न नसकिने लहर उठ्दा के हुन्छ भनेर। यो कथा हो कसरी हामीले थाहा पायौं कि बदला एउटा विष हो जुन हामी शत्रुलाई मार्नको लागि आफै पिउँछौं। सुरु गरौं। परिणाम, परिवर्तनको मूल्य। राजधानीमा सुनिएको ठुलो विस्फोटको आवाज सारा देशभरि गुन्जियो। मैले त्यो आवाज कानले त सुनिन, तर मेरो कोठाभित्रै महसुस गरे, ल्यापटपको स्क्रिनबाटै। त्यो रात म सुत्न सकिन। फेसबुक र युट्युब स्क्रोल गर्दै रहिरहे, सोच्दै सायद केही नयाँ खबर होस्, कुनै फरक कोण होस् वा कुनै सङ्केत कि कुरा देखिए जस्तो डरलाग्दो थिएन। तर हरेक भिडियो एउटै थियो, उही केटो, उही विस्फोट, उही चिच्याहट। बारम्बार त्यही दृश्य बजिरह्यो, जबसम्म मेरो छाती भारी भएर सहन नसकिने भयो। अन्ततः आँखा बन्द गरेर निदाए। अर्को बिहान खबर हरेक ठाउँमा फैलिएको थियो। सेप्टेम्बर 8 को विरोध प्रदर्शनमा 12 जनाको ज्यान गयो। धेरैजसो विद्यार्थी थिए, धेरैजना युवा, करिब 300 जना घाइते भए। प्रहरीले अस्पतालमा रहेको घाइतेहरूसँग दुर्व्यवहार गरेको खबर पनि आइरहेको थियो। अस्पतालभित्रै धुवाँ बम र टियर ग्यास बम फ्याँकियो। प्रदर्शनकारीहरूलाई उनीहरूको सुरक्षित स्थानबाट भाग्न बाध्य पार्यो। यो खबरको प्रकाशमा विरोध प्रदर्शनलाई समर्थन गर्न एक हप्ताको लागि सबै निजी विद्यालयहरू बन्द गरिए। सरकार र आम जनताप्रतिको उसको क्रूरता विरुद्ध लड्न राष्ट्र एकजुट हुन थाल्यो। मैले बिहानभरि आफ्नो फोनमा टाँसिएर जति सूचना पाउन सकिन्थ्यो त्यसको पछि लागिरहेँ। समाचारका शीर्षकहरू, धमिलो फोटोहरू, अफवाहहरू यतिले नपुगे पनि यो सब नै धेरै थियो। गाउँलेहरू आफ्नो काममा लागे, तर हरेक चिया पसलभित्र, हरेक शान्त कुनामा एउटै प्रश्न घुमिरहेको थियो, किन उनीहरू नै? र अब के हुन्छ? करिब 10 बजेतिर एउटा समाचार च्यानलले राजधानीबाट प्रत्यक्ष प्रसारण सुरु गर्यो। विरोध प्रदर्शनको अर्को लहर उठ्दै थियो। सेप्टेम्बर 8 गते विद्यार्थी र जेन्जीले सडकमा नारा लगाउँदै सुरु गरेको आन्दोलन रातारात आफ्नो स्वरूप बदलिएको थियो। यसपटक युवाहरू मात्र थिएनन्, त्यहाँ दाजुभाइ, बुबाहरू, आमाहरू, काकाहरू पनि थिए। पहिले दर्शक बनेका अभिभावकहरू अहिले अगाडि सरे। उनीहरूको अनुहारमा थाकेको तर दृढ निश्चयता देखिन्थ्यो। भिड यति ठुलो बनेको थियो कि त्यसको गर्जनको कुनै अन्त्य थिएन। घरमा म परिवारसँगै ध्यान दिएर टिभी हेरिरहेको थिएँ। कसैले बोलेनौँ, हामी बस हेरिरह्यौँ। यो आन्दोलन अब केवल विद्यार्थीहरूको विरोध मात्रै रहेन भन्ने बोधले जक्डिएर बसेका थियौँ। यो राष्ट्रको आवाज बनेको थियो। जुलुस राजधानीतर्फ बढ्यो। सरकारले कर्फ्यू त घोषणा गर्यो, तर त्यसको कुनै अर्थ रहेन। सडकहरू मानिसको भिडले भरिए, जुन क्रोधको एउटा विशाल लहर थियो जसको कुनै अन्त थिएन। यसपटक नारा फेरिएको थियो, रगतको बदला रगत। यी शब्दहरू भिडमा गर्जन जस्तै गुन्जिरहेका थिए। यो प्रदर्शन शान्तिपूर्ण विरोध थिएन, यो एउटा आँधी बनिसकेको थियो। सबैलाई न्याय चाहिएको थियो, अहिले र यहीँ। हरेक गल्लीबाट, हरेक कुनाबाट थप मानिसहरू ओइरिए। विद्यार्थी, मजदुर, आमाहरू,
पहिले कहिले जुलुसमा नहिँडेको अपरिचित मानिसहरू एकजुट भए। जुन एउटा विरोध प्रदर्शनको रूपमा सुरु भएको थियो, त्यो क्रूर सरकार विरुद्धको एक अदम्य लहर बनिसकेको थियो। हरेक सडकमा नाकाबन्दी थियो, तर ती नाकाबन्दीहरू पर्खाल जस्तो नभई गति अवरोधक स्पिड बम जस्तो मात्र थिए। भिडले ढकेल्यो, अघि बढ्यो, रोकिन मानेन। क्रोध आगोमा परिणत भयो। भिड सिंहदरबार नजिकै पुग्दा गर्जन अझ चर्को गर्यो। ती गेटहरू पछाडि भ्रष्ट नेताहरू र प्रधानमन्त्री लुकेका थिए र त्यही सिंहदरबारको अगाडि भ्रष्टाचार विरुद्धको युद्ध सुरु भयो। त्यो दिन मैले जे देखेँ त्यो कुनै चलचित्रको दृश्य जस्तो थियो, अकल्पनीय, अवास्तविक। भिडभित्रको आगो सडकमा पोखियो। हिजोका धुवाहरूको गोलाहरूको जवाफ आज टायर बालिएर दिइयो। लाठीको सामना गर्न अब फलामको डन्डीहरू उठे। हरेक सक्षम हात, हरेक निराश नेपाली, अघिल्लो दिन कसैलाई गुमाएका हरेक परिवारको एउटै विचार लिएर उठेका थिए, बदला। प्रेम र युद्धमा सबै जायज हुन्छ भन्ने उखान मैले कक्षा कोठामा वा किताबहरूमा मात्र सुनेको थिएँ, तर अचानक त्यो मेरो आँखा अगाडि जीवित भयो। र अचानक त्यति नै बेला प्रत्यक्ष प्रसारण बन्द भयो। हामी टिभीको अगाडि बस्यौँ, हतार हतार च्यानलहरू फेर्दै, हरेक सामाजिक सञ्जालका फिडहरू रिफ्रेस गर्दै कुनै पनि अपलोड वा पोस्ट खोजिरह्यौँ। मौनताको ती 10 मिनट कहिले नसकिने जस्तो महसुस भयो। त्यो दिनको सबैभन्दा लामो क्षण के भइरहेको होला भनेर अनुमान लगाउन हामी एकअर्कालाई हेरिरह्यौँ, तर हाम्रो अनुमान वास्तविकभन्दा धेरै टाढा थियो। विनाश कल्पना बाहिरको थियो। प्रहरीहरू ज्यान जोगाउन भाग्दै थिए। राष्ट्रिय पार्टीका कार्यालयहरू जलिरहेका थिए। पल्टिएका प्रहरीका गाडीहरूबाट आगोको लपका माथि उठिरहेको थियो। हाम्रो आँखा अगाडि सम्पूर्ण काठमाडौँ उपत्यका आगोले जलेको जस्तो देखिन्थ्यो। मेरो भाइ मतिर फर्कियो। उसको आवाज दबिएको थियो। यो भिड, यिनीहरू यति सजिलै सन्तुष्ट हुने छैनन्। उनीहरूले महसुस गरेको पीडा सामान्य छैन। यिनीहरूको लक्ष्य त हिजोको ज्यादतीको दोषीहरूलाई सबक सिकाउनु हो भन्यो। र उसको कुरा गलत थिएन। छिटै नै भिडले भ्रष्ट नेताहरूको घर पत्ता लगायो र तिनीहरूमा आगो लगाइदियो। होटलहरू, व्यवसायहरू, सत्तामा रहेकाहरूसँग जोडिएको जुनै सुकै चिजहरू पनि तन्किन थाले। गाउँको मेरो कोठाबाट सम्पूर्ण सहर जलिरहेको जस्तो लाग्थ्यो र हामी हेर्नु बाहेक अरू केही गर्न सक्दैनथ्यौँ। मैले देखेको अर्को भिडियोले मेरो आफ्नै मानवतामाथि प्रश्न खडा गर्यो। मैले जे महसुस गरेँ त्यो जस्ताको त्यस्तै भन्न प्रयास गर्नेछु। सुट लगाएको एकजना मानिस भिडबाट भाग्न हताश भएर दौडिरहेको थियो। अचानक एकजना मानिस उडेर आउँछ र उसको छातीमा लात हान्छ। सुट लगाएको मानिस भित्तामा बजारिन पुग्यो र भिडियोको क्याप्सनमा लेखिएको थियो, अर्थमन्त्री भाग्दै। त्यसपछि अर्को क्लिप आयो जसमा पूर्व प्रधानमन्त्री थिए। उनी र उनको पत्नीलाई भिडले गुण्डालाई झैँ तानेर लगिरहेको थियो। उनीहरूको कोठामा पैसा र गरगहना छरपष्ट थिए। थुप्रै नेताहरूको घरमा पैसाले भरिएका बोराहरू फेला परे। तीमध्ये कतिपय खरानी भइसकेको थियो भने कतिपय छतहरूबाट उडिरहेका थिए। यो क्रूर थियो, चलचित्र जस्तो थियो र अविश्वसनीय थियो। तैपनि मैले हेर्दा कुनै पश्चाताप महसुस गरिनँ। मानिसहरूले जुन आक्रोश बाहिर निकालेका थिए त्यसप्रति एउटा खाली आकर्षण, एउटा असहाय विस्मय बाहेक अरू केही थिएन। एक हिसाबले यो मेरो लागि दोषी आनन्द जस्तो थियो। त्यस बेला मैले जे महसुस गरेँ त्यो शब्दहरूले पूर्ण रूपमा कैद गर्न सक्दैनन्। यो सब भइरहँदा वर्तमान प्रधानमन्त्रीले सम्पूर्ण मन्त्री परिषदसहित राजीनामा हस्ताक्षर गरे। हरेक नेता परिणाम देखेर डराएका थिए र हाम्रो लागि त उनीहरू पुच्छर लुकाएर भाग्दै गरेको कुकुर जस्तो देखियो। तर यो त वर्षा लागेपछि ओत लागेर के काम जस्तै भयो। भिड सन्तुष्ट थिएन। उनीहरूले सिंहदरबारको फलामे गेट भत्काए र भित्र पसे। हजारौं मानिसको गर्जनले सडक र
हलहरू गुन्जयमान भयो। गाउँको मेरो कोठाबाट प्रत्यक्ष प्रसारण हेर्दा यो सब अवास्तविक लागिरहेको थियो। जुन शक्ति एक समय अछुत थियो त्यो मिनेटमै चकनाचुर भयो र अन्ततः जनताले सिंहदरबारलाई कब्जा गरे। सुखद समापन त कथाहरूको काल्पनिक भ्रम मात्र हो। बदला यस्तो एउटा विष हो जसलाई हामी शत्रुको विनाशको लागि आफै ग्रहण गर्नेछौँ। त्यो भयानक दिन केवल सत्ताको दोषीहरू मात्र बाँच्न सफल भए। हामीले हाम्रो इतिहास जलिरहेको भिडियोहरू देख्यौँ। सिंहदरबार जुन कुनै समयमा एसियाकै सबैभन्दा प्रतिष्ठित संरचनाहरूमध्ये गनिन्थ्यो त्यो धुलो र खरानीमा परिणत भयो। शताब्दीयौंदेखि उभिएका भित्ताहरूलाई आगोको लपकाले जलाइरहेको थियो। मैले बराबर मात्रामा लज्जा र दुःख महसुस गरेँ। यति सुन्दर इतिहासले भरिएको एउटा चिज हाम्रो आँखा अगाडि नष्ट भयो। त्यो गौरव, ती कथाहरू, ती सम्झनाहरू सबै धुवाँमा विलीन भए। अन्ततः भिड शान्त भयो। सम्पूर्ण नेपालको वातावरण अनिश्चितताले भरिएको थियो। तैपनि युवा नेताहरूले विरोध प्रदर्शनलाई रोक्नका लागि आग्रह गरिरहेका थिए। आन्दोलनले भ्रष्ट नेताहरूलाई भगाउनमा सफलता पाइसकेको थियो। महान नेपाली सेनाले सडकहरू नियन्त्रण गर्न र राजधानीको बाँकी बसेको सम्पत्तिहरूलाई सुरक्षित गर्न मद्दत गर्यो। उनीहरूले जेनजीका नेताहरूलाई अन्तरिम सरकारका लागि कसैलाई नियुक्त गर्न आग्रह गरे। रात पर्दै जाँदा सबै कुरा बिस्तारै सामान्य बन्न थाल्यो। तर मेरो मनमा एउटै कुरा बारम्बार आइरहेको थियो, अब के हुन्छ? द राइज कमिङ सुन।